हेलो गाइस, आज चाहिँ होइन मैले यो के आलु यो मटर भन्छौँ हामी चाहिँ, यता चाहिँ के भन्छ के र एक्लै छु रुममा होइन। यो चाहिँ कसरी मलाई खानु मन लागेन। अस्ति सन्डे दिन छुट्टी थियो, अनि छुट्टीको दिन चाहिँ अनि बिहानै उठेँ, अनि रुमसुम पुछासुछा हाने, अनि बिहान होइन ढिलो उठेँ, अनि पुछासुछा हाने रुमसुम होइन। अनि नुहाइधुवाइ गरेँ, 12 बजिसक्यो, भात पकाउनै अल्छी लाग्यो। अनि दाइलाई फोन गरेको थिएँ, अनि दाइलाई फोन गरेर दाइ के सब्जी बनाउनु भएको छ हौ भनेको, खाना बनाउनु छ पुग्छ दाइ मलाई आउन भन्नुभयो। भने गएको जाँदाखेरि चाहिँ अनि ठिक्क केरा र आलुको बनाएको रहेछ क्या। अनि त्यहाँ खाएकोले गर्दा चाहिँ आज मलाई खानु मन लागेर बनाउँदैछु। कस्तो हुन्छ के हाल्नु पर्ने थाहा छैन होइन। रुममा एक्लै छु, बिहानै फेरि 7 बजी उठेर ड्युटी जानुपर्छ। अहिले बनाएको होइन खाना सब्जी चाहिँ भोलि बिहानलाई पनि हो क्या। फेरि यस्तै छ है, गाह्रो छ, गाह्रो केही छैन। भर्खर भर्खर युट्युब पनि खोलेको होइन, लाइक सब्सक्राइब पनि गरिदिनु होला होइन। खासै पारा त आउँदैन र पनि हल्का हल्का गरिँदैछ। अब अदुवा लसुन खिचाउने हो, लसुन अदुवा खिचाउने हो बनाउने हो। यस्तै छ होइन, बनाउँदैछु, ट्राई गर्दैछु। या के हाल्नुपर्ने हो खासै पारा पनि आउँदैन। बेलुका अहिले होइन त्यस्तै बजिसक्यो होला, कति छ यहाँको होइन। बिहानै गयो फेरि हो, उनीहरूको अब 2टा कुर्ता पनि छ क्या। एउटा गोबर हो, टाइसन भन्ने गोबर चाहिँ अमेरिकन पिटबुल हरे खै, त्यसको आवाज के अनि उदाएर फेरि छोरीलाई, छोटा मेमलाई स्कुल पुऱ्याएर आएर फेरि घर काम बिजीको बिजी। रुम चाहिँ चेन्ज गरौँ भनेको के हुन्छ। रुम पनि ठिक लाग्दै छैन क्या मलाई, यताउता ढेरैहरू मात्रै छ होइन। रुम पनि चेन्ज गरौँ भन्ने सोच्दैछु। सुकेको खोर्सानी हाल्यो है, जिरा थियो जस्तो लागेको थियो, जिरा पनि सकेको रहेछ। भोलि ल्याउने डस्टबिन हाल्नुलाई भएछ। तेल पनि सकिन आँटेछ, अदुवा लसुन हाल्नु पर्यो। अदुवा लसुन हालेँ, अब प्याज अनि टमाटर चाहिँ भरे ग्यास सानो भयो। अब यस्तो छ, यस्तो बनाइँदैछ, हालिन्छ है। एउटै मोबाइलहरू होला हो, माइक साइक के क्यामेराहरू। अब ठुल्ठुलो युट्युबरहरूले मात्रै होइन त्यसरी बनाउँछ। मलाई त खासै पारामा आउँदैन, भर्खर नै सिक्दैछु। अरूले साह्रै युट्युब चलायो, हामी पनि एकचोटि चलाएछौँ, त आइडी बनाएर केही नै जान्छ र होइन भन्ने सोचले चाहिँ बनाएको हो है। अब भरे अनि एकैचोटि फाइनलमा बनाइसकेपछि टमाटर पनि काटिहालेको। अरूले त टमाटर अगाडि हाल्छ कि पछाडि हाल्छ, कसैले त अगाडि नै हाल्छ। मलाई त्यति पारा पनि थाहा आउँदैन हो। यति म छोलाएर बक्सरमा छु, केही हुँदैन तर यो हाल्यो। अनि टमाटर पनि हालिदिन्थ्यो यार पहिले नै, हालिदिँदा हुन्छ होला, केही हुँदैन।
अब के अरे बेलुकाको डिनर अब यस्तै हल्का ग्रेभी बनाउने हो। अब अचार सचार चट्नी छैन चलो हुन्छ। बिहान बिहान यही हान्ने भोलि आएर फेरि बेलुका अर्कै बनाउने। मटर अलिकति यस्तो यस्तो छ, यही मटरको बनाइन्छ सब्जी के खाएन बिग्रिहाल्छ होला। फेरि सोयाबिन आलु बनाए सक्यो। अब यो हो। अनि अब एकछिनमा पाकेपछि कस्तो पाक्छ हेरौँ। हल्दी जल्दी हो। खाना चाहिँ फेरि उयो हुन्छ भनेर क्या, ऊ राइस कुकरमा अब हो सानो ग्यास छ होइन, एक्लै छु। कुकरबाट खानु चाहिँ मिठो लाग्छ मलाई। अब राइस कुकरमा हालिदिएछु, उता खाना पाक्दै गर्छ, यता सब्जी पाकेपछि चट्टै खाना खाने हो। सब्जी पनि होइन अब चाहिँ पाकिसक्यो होइन। फेरि म चाहिँ यस्तो बनाउँछु क्या, ग्रेभी बिना म खाना खानु सक्दिनँ होइन। अनि फेरि म खानासँग क्या हरियो खोर्सानी चाहिँ चाहिन्छ क्या। खाने बानी भएछ क्या आदत। खानु ल गाइज अब हो, खानासाना खानु पऱ्यो। अब भोलिको लागि कपडा सपडा त्यहाँ छुट्याएर बिहान उठेर लाउनुको लागि होइन रेडी गर्छु। ओके गाइज, बाई गाइज, अल गाइज, मिस यु, लभ यु फ्यामिली। अब नेक्स्ट भिडियोमा भेटौँला है। बाई गाइज।